welcome back to my channel. So after very long time मैले फेरि vlog बनाइरहेको छु. यो चाहिँ 2026 को vlog हुने भयो मेरो. And right now I'm in a Chitwan, Narayan Ghat. अनि आजको vlog चाहिँ we are going to River Fun Resort plus बारेसिङ्गे Beer Garden. अनि आज चाहिँ हाम्रो ग्रुपहरु हामी सर्ट ट्रिपको लागि गइरहेको छौं. अनि अब हामी चाहिँ यहाँबाट निस्किन लागेको छौं. त्यहाँ पुगेर म हजुरलाई देखाउँछु. स्टे ट्युन. लेना यहाँ भ्लगमा आउने के मेरो. हेलो ल हेलो हामी जान लागेको कुरिन्टार रिभर फन रिसोर्टमा. रोक्नु न, तपाईँ छुट्टिनु भयो मेरो भ्लगमा. हेलो भन्नु पर्यो तपाईले पनि. हेलो भन्नु छिटो. हेलो हेलो हेलो. सो गाइज हामी चाहिँ फाइनली रिसोर्टमा चाहिँ आइपुग्यौँ. अनि यो हाम्रो जाने बाटो चाहिँ यो हो. अब यहाँबाट हामी जानुपर्छ. ट्राभल गर्दा गर्दा गाह्रो भइसक्यो गाइज. म त बोल्ने हालतमा पनि छैन है बिहानदेखि निस्केको मान्छे. ओके म फोन राख्छु, मलाई एकदमै डर लाग्छ यसै पनि. गाइज हाम्रो चाहिँ धेरै सजेसन पछि चाहिँ हाम्रो चाहिँ प्लान के भयो भनेपछि अब आज यही रिसोर्टमै इन्जोय गर्ने. अनि भोलि चाहिँ अब यहाँबाट चेकआउट गर्दाखेरि बारेसँगै घुमेर जान्छौँ. हाम्रो एनर्जी एकदम लो भइसकेको छ. हाम्रो टोलीहरू यहाँ आउनुहुन्छ. सो किप वाचिङ. अब चाहिँ म रिसर्च गरेर नै हजुरलाई भेट्छु. अनि यस गाइज हाम्रो चाहिँ खासमा प्लानहरू चलि नै रहेको थियो होइन. तर अब यता भेनाहरू यता हाम्रो ग्रुपको चाहिँ सबैजना उहाँहरू ब्याङ्कर भएको कारणले गर्दा चाहिँ उहाँहरूको छुट्टी मिलिरहेको थिएन. लाइक यो थर्सडेदेखि ईददेखि यता सन्डेसम्म छुट्टी त थियो, तर उहाँहरूको बिचमा बोलाइदिन्छ भनेर हाम्रो चाहिँ मेन डेट चाहिँ फिक्स भइरहेको थिएन. त्यो कारणले गर्दा चाहिँ हाम्रो चाहिँ हिजो डेट फिक्स भयो थर्सडे होइन. अब हामीले यता खासमा बारेसिङ्गेमै गएर बस्ने, त्यही लाइक त्यही इन्जोय गर्ने भनेर भनेको. तर त्यहाँ चाहिँ सबै प्याक रहेछ कि. अनि यता यो रिभर फ्रन्ट बिचको पनि सबै प्याक, चारैतिर प्याक है. कुलेखानीहरू पनि बुझ्यौँ त्यहाँ पनि सबै प्याक. अनि बल्ल तल्ल यही रिभर फ्रन्ट बिचमा म पहिला पनि आएको थिएँ नि त. अनि यहाँ कुरा गर्दाखेरि टेन्ट चाहिँ छ भनेर भन्नुभयो. अनि ल अब हामीलाई त जस्तो जस्तो पनि यो होलिडे चाहिँ युटिलाइज गर्नु छ भनेर टेन्टमा भए पनि हामीले चाहिँ टेन्टमै बस्ने, त्यही रमाइलो गर्ने भनेर आयौँ. अनि यस गाइज यताको भ्यूहरू हेर्नु कति राम्रो छ. आजको मौसम पनि एकदमै राम्रो छ. चाहिँ हाम्रो टोलीहरू हुनुहुन्छ. माई गड. लौ न कताबाट हो बाटो. दिस वे. अनि या दिस इज माई ग्रुप. दिस इज माई ओन्ली ग्रुप होइन. यो ग्रुपमा चाहिँ दिदी भेनाको कलिग्सहरू हुनुहुन्छ, जुन चाहिँ मेरो पनि ग्रुपिङ मेरो पनि साथी भन्दा पनि हुन्छ. तर दे आर सिनियर देन मी. त्यही पनि दे आर भेरी हाम्रो भाइब चाहिँ खतरा म्याच हुन्छ. त्यही हो. Finally we reached to our destination. This is Ama जुसिलकिरा पनि छ. Guys, how are you feeling? हामी फाइनली आइपुग्यौँ. कस्तो लागिरहेछ भेनाजु कस्तो लागिरहेछ? पुगेपछि थाहा हुन्छ भन्छ नि यार. गाइस आज एकदम प्याक रहेछ. फरेनर्सहरू पनि धेरै नै आउनु भएको रहेछन्. हामी नेपालको मान्छेले उहाँहरूलाई वेलकम गर्नु पनि. दे आर वेलकमिङ अस कि वेलकम टु प्याराडाइज रे. ओके नो प्रब्लम. आउनुहोस् म्याडमजीहरू आउनुहोस्. बल्ल तल्ल
मैं तो तेरे नाल ही रहना जी, हर गम संग तेरे सहना जी, जो जग से कहा ना जाए वो मुझको बस तुझसे कहना जी। वो नज्म नज्म सा मेरे होठों पे ठहर जा, मैं ख्वाब ख्वाब सा तेरी आंखों में जागो रे। मोहब्बत लुटाऊंगा मैं छेड़ के मन का साज साज, फिर गाऊंगा फिर। हाय हुआ कि थर्मामीटर टूट गया, सैया जी के टपक टपक के हाय गर्मी जाने हो, जाऊ न अहिले। यो वाइन के गर्नु त? अहिले चाहिँ हामी ब्रेकफास्ट गरेर सबैजना रेस्ट गर्दैछौँ, बसिरहेछौँ। आजको सबै प्लान सपोर्ट हुने भयो। आज चाहिँ खासमा हाम्रो लाइक हिजो त हामी ढिलो नै आइपुगेको थियौँ, अनि हिजो चाहिँ लाइक यति खायौँ पियौँ रमाइलो गऱ्यौँ, अनि भोलिपल्ट चाहिँ स्विमिङ गर्ने अनि त्यसपछि फोटोसुटहरू गर्ने भन्ने छौँ। तर यहाँको मौसम हेर्नु न, आज बिहानदेखि नै पानी परिरहेको छ। बिहानदेखि पानी परेर केही गर्न पाएको छैन गाइज। अब खै अब लेट्स सी, अब सायद अब भइसक्यो। अब हामी फ्रेसन अप हुन्छौँ, अब अलिअलि भए पनि फोटोहरू खिचेर अनि उता बारीसँगै जान्छौँ।
हेर्नुहोस् गाइज, यो हाम्रो खुसबुजीलाई यो बसाइ चाहिँ टेन्टमा छ। मजबुरीको बसायो के टेन्टमा छ, नपाइसी के गर्नु हैन दिदी? यो पनि बल्ल बल्ल टेन्ट पायो। अनि मेकअप चाहिँ 7 पत्रै घस्नु छ टेन्टभित्र बसेर। घस्नै पर्यो यति नगरी त अनि एउटा मिस फेरि यहाँ पहाड पनि उक्लिनु छ आफूलाई। एउटा मिस कोप्चामा त्यो आँखै झ्याल खोल्यो भने चाहिँ हुँदैछ कि पछाडिपट्टिको अलि उज्यालो हुँदैछ। हिजो रातिको बसाइ हाम्रो यो टेन्ट, हाम्रो टेन्टको बसाइ हेर्नु होला। सबैतिर खिचेर ल्याउँछु। अनि हाम्रो सरजीहरूको टेन्ट नम्बर 105, उहाँ पनि रेडी हुँदै हुनुहुन्छ। आज हामी यहाँबाट बिदाबारी हुँदैछौँ। रातभरिको सुताइ ल मिसहरू अब बिदाबारी मागौँ। गाइस हामी चाहिँ रेडी भइसक्यौँ। रेडी भएर अब चाहिँ हामी लन्च गर्छौँ, फोटो भिडियोहरू लिन्छौँ अनि त्यसपछि बारेसिङे जान्छौँ। सोचे जस्तो राम्रोसँग घुम्न पाएन है, अब त्यो पानी परेर हो कि अब खोइ के हो के भएर, तर जे होस् जे भएर हामीले एकदमै इन्जोय एकदमै रमाइलो गऱ्यौँ। म हजुरहरूलाई मेरो ओटिटी देखाउँछु है त, वेट। देखो करीब से मिले हैं नसीब से, आएगा पल ये फिर कहाँ। मैं तो तेरे नाल ही रहना।